अहिले जताततै एउटा नयाँ नेपाली फिल्मको चर्चा चलिरहेको छ, एलिफेन्ट्स इन द फग। नेपाली टाइटल तिनीहरू। र खासमा के छ त यो फिल्ममा त्यस्तो स्पेशल? अनि कान्सको जुरी अवार्ड जित्यो भन्दैमा के हामी सबैले हेरिदिनु नै पर्छ त? आखिर यो फिल्म हामीले थिएटरमै गएर हेर्ने कि जहिले युट्युबमा आउँछ नि हेरौँला भनेर बस्ने त? यो सबै कुराको म एन्सर गर्न जाँदैछु, किनकि आई वेन्ट टु फिल्म स्कुल सो द्याट यु डोन्ट ह्याभ टु। फर्स्टमा कान्सको कुरा गरौँ। ग्लोबल फिल्म जगतमा कान्सको अनसर्टेन रिगार्ड क्याटेगोरी एकदमै प्रेस्टिजियस मानिन्छ। यो नन ट्रेडिसनल स्टोरी टेलिङ, अथेन्टिक गेज र बोल्ड भिजुअल ल्याङ्ग्वेज सेलिब्रेट गर्ने एउटा बवाल प्लेटफर्म हो। त्यहाँ गएर हाम्रो देशको फिल्मले जुरी प्राइज जित्नु भनेको सानोतिनो कुरा होइन। यो हाम्रो नेपाली फिल्म अडियन्सदेखि लिएर नेपाली फिल्म मेकर्सको लागि खत्रै ठुलो एक्सपोजर हो। तर के यो फिल्म इन्टरनेसनल अवार्ड जित्यो भन्दैमा मात्रै हामीले यो फिल्मलाई हेरिदिनु पर्ने हो त? पक्कै पनि होइन। फिल्म थ्योरीमा एउटा कन्सेप्ट छ, स्पेसियल एन्ड इमोसनल अथेन्टिसिटी। यो फिल्म सुपरफिसियली फेस्टिभलकै लागि भनेर बनाएको आर्ट हाउस प्रोजेक्ट होइन। यो रुटेड र ग्रिपिङ न्यारेटिभ भएको फिल्म हो। हाम्रै माटोको कथा, लोकल नुवान्सेस र साइकोलोजिकल टेन्सनलाई लिएर भिजुअल फर्ममा कन्भर्ट गर्यो भने कस्तो हुन्छ त? यो फिल्म त्यसको पर्फेक्ट एक्जाम्पल हो। हामीले फिल्म मेकरलाई सपोर्ट गर्न मात्र होइन, आफ्नो थिएट्रिकल एक्सपिरियन्सलाई नै एलिभेट गर्न यो फिल्म हेर्नु नै पर्छ। मिस्टी एटमोस्फियर, स्लो बर्न, साइकोलोजिकल ड्रिड र स्टोरी टेलिङको मजाको थ्रिल, थिएटरको डार्क रुम, साउन्ड डिजाइन र बिग स्क्रिन फर्मेटमा इन्जोय गर्न पाउनु त एउटा भिजुअल ट्रिट नै हो हामी नेपाली अडियन्सको लागि। त्यसैले त म भन्छु हामी नेपाली अडियन्सको लागि एउटा सोलिड वर्ल्ड क्लास फिल्म हेर्ने भोक एलिफेन्ट्स इन द फग अर्थात् तिनीहरूले पुरा गर्नेवाला छ। यत्रो ठुलो इतिहास रचिसकेको यो नेपाली फिल्म हेर्न म चाहिँ एकदमै पर्सनली एक्साइटेड छु र तपाईँहरूलाई पनि हेर्नलाई एकदमै रेकमेन्ड गर्छु। भदौ 19 मा रिलिज हुँदैछ अल ओभर नेपाल। सो सी यु देयर। Follow for more such contents.